वेलकम टु माई सोशल मिडिया च्यानल। आज चाहिँ साह्रै पानी परेर मौसम बिग्रेर के गरौँ कसो गरौँ भएर घरमा यसो यताउता हेरेको मम्मीले झापाबाट लिएको कोसेली नरिवल चाहिँ भेटेर त्यस पछाडि फुटाएर खानु पर्यो भनेको नफुटाउन आउँछ न के गर्न आउँछ। साह्रै गाह्रो पर्यो। तैपनि बिस्तारै बिस्तारै गर्दै नरिवल फुटाउने कोसिस चाहिँ गरेँ, तर पनि नजानी जानी फुटाउँदैछु। हामी पहाडै मान्छेलाई तराईको फल त फुटाएर खान साह्रै गाह्रो पर्दो रहेछ, तर पनि जबरजस्ती प्रयास गरेँ। त्यसपछि सम्भव पनि भयो। फाइनल्ली नरिवलको पानी पनि निकाल्न सफल भए र यो नरिवलको पानी औषधि हुन्छ भनेर नि नरिवलको पानी खानको लागि मैले चाहिँ फुटाएको हो। जानी नजानी भए पनि प्रयास चाहिँ गरेँ। फाइनल्ली फुटाइ पनि सकेँ। यसको पानी निकाल्दैछु अहिले चाहिँ। यसको पानी औषधि गुणले भरिपूर्ण हुन्छ भन्ने चाहिँ सुनेको थिएँ र अब यसको पानी राखेर चाहिँ यसलाई भरे पिउने छु। आजको दिन के गरौँ कसो गरौँ भएर चाहिँ नरिवल रहेछ र घरमा फुटाउने प्रयास गरेर फुटाएको, तर पनि जानी नजानी फुटाउन सफल भए। अब चाहिँ यसलाई काटकुट गरेर खाने तयारीमा छौँ हामी। स्वास्थ्यको लागि फलदायक फल हो यो। पानी यहाँ छ जट्टा। यो फुटाउन चाहिँ मलाई एकदमै टाइम लागेको थियो। फाइनल्ली नरिवल तयार भइवरी चाहिँ म पिस गर्दैछु र एकदम स्वादिलो मिठो रहेछ। स्वास्थ्यको लागि पनि फलदायक। फाइनल्ली तयार भइसकेछ। अब चाहिँ यसलाई खानको लागि तयार भयो।